आएर घुमिरहेको हुन्थ्यो बुढीसँग कति यो सब त्यहाँ लगेर राख्ने है भर्खर हुन्छ आगो बाल्दे नि बाल्दे हुन्छ र के रे काट्नु है घर घाँस काट्नु पर्छ भनेर जाहिर खाला केटाहरू अब यहाँ पनि अब पल्टन माने के भने घाँस काट्नु पर्छ मौसमलाई कति काट्छस् है घरतिर घाँस भैँसी पाल्छस् होला 2-4वटा सुशीलको छ कि न कतिवटा काट्छस् नि त घर घरमा घाँस नगरे यसरी घाँस